मान्छे यदि असफल भयो भने सबैभन्दा ठुलो जिम्मेवारी उसले लिनुपर्छ। तर सफल हुँदाखेरि उसको मात्रै कारणले ऊ सफल भएको हुँदैन। उसलाई सफल बनाउन धेरै मान्छेले मेहनत गरेका हुन्, धेरै मान्छेको आशीर्वाद पाएको हुन्छ, धेरै मान्छेबाट चाहिँ शुभ आशिष पाएको हुन्छ, सल्लाह सुझाव पाएको हुन्छ, ऊर्जा पाएको हुन्छ। एउटा मान्छे आफ्नो कारणले मात्र हो भने ऊ सफल हुनुको निम्ति धेरै मान्छेले धेरै चिजले सहयोग गरेको हुन्छ।